Namaste guys. Toner. यो टोनर चाहिँ मेड इन कोरिया. यसको प्राइस चाहिँ 2000 हैन, Indian rupees. अनि यो तोरेर चाहिँ I was thinking not to invest anymore. किनभने 2000 it's a big deal for me. So I was thinking घरमै बनाउँछु. चामल भिजाएँ मजाले, ग्राइन्ड गरेँ, रस निकालेँ, मजाले क्रिम पो बनिएछ भनेर हालेको त. लगाएको थिएन नि. फेस मास्क पो. So it's a flop idea. Anyways, if you don't want to invest anymore, यस्तो टोनरमा घरमा बनाउन सक्नुहुन्छ. तर मैले ओइल चाहिँ लाउनु बिर्सेको थिएँ क्या त्यो टोनरमा. That's why it's flop. राइस टोनर चाहिँ किन भन्दाखेरि चाहिँ जापानिज चाइनिजहरु चाहिँ दे युज टु हुन्छ नि एप्लाई फेसमा. आफूमा इन्भेस्ट गर्नु चाहिँ राम्रो कुरा हो स्किन केयर. अनि यसले चाहिँ स्पेशली फर ब्राइटनिङ इफेक्ट दिन्छ एन्ड इट विल प्लम्प योर स्किन. सो मैले यस्तो घरमा टोनर चाहिँ नबनाउनुहोस् होला. धन्यवाद.